सिजन मिडियाले हामीलाई इन्टरनेसनलमा पनि लाँदैछ होइन। हालै हामी केही दिन अगाडि नै मलेसिया ट्रिपबाट उहाँहरूले विनरहरूलाई मलेसिया ट्रिप गराएर लिएर आउनुभयो र अब चाहिँ केही दिनमै भनौँ न चाहिँ केही महिनामै इन्टरनेसनल हुँदैछ, मिसेस ब्युटी क्विन इन्टरनेसनलकै हुँदैछ। अब त्यसमा चाहिँ अब हामीहरू चाहिँ सहभागी हुन्छौँ। हजुर, त्यसमा अब जस्तै अब विजेताले एउटा क्याटेगोरीमा होला होइन, अनि फर्स्ट रनर अप भने तपाईँ फर्स्ट रनर अप भएपछि तपाईँ चाहिँ केमा जानुहुन्छ फेरि? हामीलाई चाहिँ फर्स्ट र विनरलाई चाहिँ त्यहाँ चाहिँ हामीलाई पाउँछौँ हामीले ठाउँ इन्टरनेसनलमा। हजुर, अब यो प्रतियोगिता तपाईँ जतिखेर प्रतिस्पर्धा गरिराख्नु भएको थियो, जुन कठिन भनिन्छ न, यो त सौन्दर्य प्रतियोगिता हो, तर यसका विभिन्न किसिमका छनौटका आयामहरू पनि हुन्छन् होइन, विभिन्न किसिमका अब यसअघिका जुन छनौटका क्रमहरू छन् त्यो पनि पास हुनुपर्छ। त्यो छनौटको क्रममा चाहिँ कस्तो अभ्यासहरू गराउने लगायतका के हुँदो रहेछ भने? त्यो चाहिँ कसो भने चाहिँ अब फर्स्ट अडिसन राउन्डमा हामीलाई होइन सेलेक्ट त अडिसन राउन्डमै गर्छ, त्यसपछि तपाईँको ट्रेनिङ हुन्छ हाम्रो। अब क्याटवक गर्ने हाम्रो रोजिन सर हुनुहुन्थ्यो, रोजिन साक्य होइन, हाम्रो कोरियोग्राफर भन्यो भने। अनि त्यसपछि ब्युटी टिप्सहरू दिनलाई कमला श्रेष्ठ हाम्रो नेपालको टप ब्युटिसियन हुनुहुन्थ्यो। त्यसै गरी हाम्रो माइती नेपाल अनुराधा कोइरालाजीबाट पनि हामीले अलिकति केही इन्ट्रोडक्सन कार्यक्रमहरू गरेका थियौँ। अनि त्यसपछि वृद्धाश्रम, बागमती, सरसफाइ योतिर हामीलाई योहरू चाहिँ गराएको थियो कि खास ट्रेनिङमा चाहिँ। त्यसमा चाहिँ कुन पार्ट चाहिँ अलिक कठिन लाग्यो तपाईँलाई? कठिन भन्दाखेरि चाहिँ कठिन चाहिँ कुनै पार्ट पनि खास लागेन होइन, तर चाहिँ माइती नेपाल जाँदाखेरि चाहिँ महिलाको लागि चाहिँ हामीले के गर्नु नै पर्ने हो, हामी एउटा महिला भएर त्यो चाहिँ एउटा भित्रबाट चाहिँ आयो कि हामीले चाहिँ महिला कतिको मतलब भनौँ न बेचबिखनमा धेरै परिरहेको भएर चाहिँ त्यो चाहिँ अलिकति दर्दनाक लाग्यो। त्यहाँ पुगेर चाहिँ थाहा भयो कि यति रहेछ अनाथ बालबालिकाहरू, अनि यति महिलाहरू बेचबिखन भएर उनीहरूलाई पुनर्स्थापना गर्न कति गाह्रो भएर रहेछ भनेर त्यो हेरेर चाहिँ अब हामीले पनि केही सहयोग गर्नु पर्यो, हामीले पनि केही यो प्रति चाहिँ जानु पर्यो जस्तो लाग्यो कि आफूलाई चाहिँ। हजुर, भनेपछि अरू कुराहरू जुन चाहिँ ब्युटिसियन भनौँ न एक किसिमले अब सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेपछि र यो प्रतियोगितामा नआउँदाखेरिमा भनेको दुईटैको तुलना गर्दाखेरि कतिको भिन्नता पाउनुहुन्छ आफूलाई? अब चाहिँ कसो भने चाहिँ मिसेस नेपाल भइसकेपछि आफूलाई एउटा सेलिब्रिटी जस्तो फिल हुन्छ होइन, जहाँ गयो पनि कङ्ग्रेचुलेसन है तपाईँ यो हुनुभयो अब यस्तो हुनुभयो भन्दाखेरि एउटा अलग एउटा आफूलाई फिल हुन्छ कि एउटा राम्रो आहा भने जस्तो फिल हुन्छ। त्यो भनौँ न अब जुन प्रतियोगिता भनौँ सौन्दर्य प्रतियोगिता जुनमा चाहिँ विशेष गरेर अनम्यारिडहरूले सहभागिता जनाउँछन् होइन, मिस नेपाल लगायतका अन्य प्रतियोगिताहरू अहिले त जिल्ला जिल्लामै हुन लागेको छ। हरेक जिल्लामा अब त्यो प्रतियोगितामा सहभागिता जनाउनेहरू प्रायः अब चलचित्र क्षेत्रमा जाने, मोडलिङ क्षेत्रमा जाने होइन लगायतका क्षेत्रमा जाने देखिन्छ होइन। अब मिसेज ब्युटी क्विन भइसकेपछि त्यो प्रतियोगितामा सहभागिता जनाएपछि अबको बाटो चाहिँ के छ तपाईँको चाहिँ? अब चाहिँ अफर आयो भने स्योर जाने नै हो होइन। अब एडभर्टाइजतिर आओस्, अब टिभीतिर आओस्, मुभीतिर आओस्, जहाँबाट आयो भने मोडलिङतिर आओस् जाने नै हो। हजुर, त्यसमा सहभागिता जनाउँछु म। अब अलि मधेसी महिलाको कुरा गरौँ, तपाईँ जनकपुरकै हुनुहुन्छ होइन। मधेसीहरूको सहभागिता, मधेसी महिलाको सहभागिता यो क्षेत्रमा एकदमै न्यून देखिएको छ होइन। यसपालि मिस नेपाल एकजना मारवाडी समुदायबाट भएकी छन् होइन, त्यसबाहेक छोड्ने हो भने मिस नेपाल भएको छैन, इतिहास छैन होइन। यसलाई कुन रूपमा लिनुहुन्छ तपाईँ? कस्तो लाग्छ भनेपछि मलाई हामी मधेसीमा पनि धेरै क्यापेसिटी छ, हामीमा धेरै पावर छ कि, तर हामी त्यो ठाउँमा अलिकति हाम्रो आफ्नो भनौँ न एउटा संस्कृति एउटा बाध्यता भनौँ होइन चाहिँ फ्यामिलीबाट ब्याकग्राउन्ड अलिक सपोर्ट नभएर मात्रै हामी त्यहाँसम्म नपुग्न सक्यो, तर सपोर्ट गऱ्यो भने फ्यामिलीले चाहिँ स्योर त्यहाँसम्म पुग्न सक्छ। हामी कहाँ चाहिँ अवरोध चाहिँ कहाँ भइरहेको छ? अवरोध चाहिँ खास अब फ्यामिलीबाट नै भन्नु पर्ला, मैले मेरो आफूले सोचेको हिसाबले चाहिँ फ्यामिली र अलि समाजबाट नै भन्नु पर्ला। जुन एउटा सोच छ नि कि यो लाइन भनेको यस्तो लाइन हो, अलि उसलाई नराम्रो तरिकाले नै सोचिन्छ नि यो खास मोडलिङ लाइनहरूलाई त, तर खास त्यस्तो चाहिँ होइन होइन। त्यहाँ चाहिँ आफ्नो प्रतिभा देखाउने हो, आफ्नो प्रतिभा देखाउनलाई चाहिँ अगाडि बढ्नै पर्छ। अब यो क्षेत्रमा अब भनौँ न एक किसिमले चाहिँ अब मोडलिङ क्षेत्रलाई अलिकति नकारात्मक रूपले लिने गरिन्छ। हुन त पछिल्लो समयमा आएर मानसिकता अलिक परिवर्तन भएको छ भनेपछि किन यसो सोचिएको होला र यसका राम्रा पक्षहरूको कुरा गर्नु पर्दाखेरि के चाहिँ भन्नुहुन्छ तपाईँ? राम्रो पक्ष भन्दाखेरि त अब मैले त धेरै राम्रो देखिरहेको छु है। यहाँ चाहिँ अब मोडलिङको लाइनमा जाँदाखेरि चाहिँ आफ्नो एउटा पहिचानको साथसाथ आफूमा के छ भने त्यो एउटा त्यो पनि थाहा भयो
र एउटा त्यो फिल्डमा पुगेपछि हरेक ठाउँबाट आएको मान्छेहरूसँग जुन आफ्नो इन्ट्रेक्सन हुन्छ नि त्यसबाट पनि तपाईँहरूले केही कुरा थाहा पाइराख्नु भएको हुन्छ कि त्यही भएर त्यस्तो गर्न चाहिँ जान एकदम आवश्यक छ जस्तो लाग्छ मलाई। हामी चाहिँ यहीँ बसिराखेर मात्रै अन्दाज गरेर यो यस्तो होला त्यस्तो होला भनेर चाहिँ नगरौँ, त्यो पुगेर हेर्नुपर्छ कि फिल्ड चाहिँ राम्रो फिल्ड हो। अहिले चाहिँ धेरै चेन्ज भइसकेको छ र धेरै राम्रो भइसकेको छ। हजुर, अब मधेसी महिलाहरूलाई अब यो क्षेत्रमा आकर्षित हुन चाहिँ एउटा तपाईँले भन्नुभयो समाजले परिवारले रोक्दो रहेछ होइन, त्यही मात्र कारण हो त भने? किन हाम्रो अहिले धेरै अगाडि बढिसक्यो मधेसी केटीहरू, त्यस्तो चाहिँ भन्न अलि चाहिँ मिल्दैन है। राम्री हेर्ने पनि हाम्रो धेरै हाम्रै जनकपुरमा हेर्नुहोस् कति राम्री हुनुहुन्छ, कति ट्यालेन्टहरू हुनुहुन्छ, कति पढे लेखेका हुनुहुन्छ, तर अलिकति त्यो फिल्डमा चाहिँ अलिकति जानको लागि चाहिँ एउटा स्टेज पनि नभएर हो मेरो विचारले। एउटा स्टेज उहाँहरूले पाउनुभयो भने स्योर गर्नुहुन्छ। अनि त्यो त छ नि, अब जसरी तपाईँले सहभागिता जनाएर आउनु जसरी अब म गएर आएँ भने चाहिँ उहाँले मलाई हेरेर केही आउला कि मनमा होइन, अब उहाँ गएर आउनुभयो उहाँ पनि एउटा मधेसी नै हुनुहुन्छ भनेर आउन खोज्छन्, त्यहाँ परिवार र समाज चाहिँ बाधक भनिदिन्छ। पहिला चाहिँ खास त्यति थियो होला बाधकै, अहिले चाहिँ मलाई लाग्दैन कि समाज र फ्यामिलीले पनि सपोर्ट नगर्ला जस्तो चाहिँ लाग्दैन मलाई चाहिँ। अहिले पनि फ्यामिली र समाजले सपोर्ट गरि नै रहेछ जस्तो लाग्छ। मधेसी महिलाको कुरा गर्ने हो भने घुम्डोभित्र बस्ने होइन, अब घुम्टो भन्दा बाहिर निस्किनु पर्यो, तर एकातर्फ घुम्टो भन्दा बाहिर निस्किनु पर्ने कुरा छ भने अर्कोतर्फ फेरि आफ्नो जुन संस्कृति छ, आफ्नो जुन परम्परा छ त्यसलाई चाहिँ यथावत राख्नु पर्यो। परम्परालाई यथावत राखेर त्यो ठाउँमा त्यो कसरी सम्भव छ? एकदम सम्भव छ, आफूले चाहे भने सम्भव छ नि। जरुरी छैन कि मोडलिङ गर्नुहुन्छ भने तपाईले पुरै प्रदर्शनको भनौँ या मिसेस ब्युटी क्वीनको कुरा गरौँ होइन, अब त्यसको मापदण्डमा आउँछ कि आउँदैन? फेरि त्यो छैन मापदण्डमा। पहिरनको कुरा आउन सक्छ, पहिरनको लागि छैन, केही छैन कि तपाईँको एज यु विस छैन, तपाईँलाई आफूलाई कम्फर्टेबल केमा फिल गर्नुहुन्छ तपाईँले त्यो। जस्तै हामीले नै गर्दाखेरि हामीले साडी, हाम्रो एउटा बेस्ट ड्रेस हो नि त, यो त हाम्रो नेसनल एउटा ड्रेस हो साडी, हामीले साडी लगाएरै गरेका थियौँ। एउटा मेरिटको लागि बाहिर हेर्दाखेरि त्यस्तो किसिमको सोच रहेछ कि सोच मात्रै हो। हजुर, त्यसो चाहिँ भित्र चाहिँ केही छैन, तर त्यसका पनि विभिन्न क्याटेगोरी हुन्छ नि होइन? हजुर, अब त्यो तपाईँको मिसहरूको लागि एउटा क्याटेगोरी बाँधेको हुन्छ, तर हाम्रो नेपालमा चाहिँ अहिलेसम्म त्यतिसम्म चाहिँ पुगिसकेको छैन होइन। तर आफ्नो संस्कृति आफ्नो परम्परामा रहेरै गरेका छौँ हामीले पनि यो कार्यक्रम, हामी पनि सहभागी भएको छौँ यसमा। सबै चिज एकदमै लिमिटमै छ, एकदम आफूलाई कम्फर्टेबल हुने गरी। मिस नेपालमा त्यस्तो क्याटेगोरीहरू छन् होइन कि यही पहिरन लाउनु पर्छ होइन, त्यस्तो क्याटेगोरीहरू छन्? नै, त्यस्तो चाहिँ मैले यहाँ अनुभव गरेर देखेँ चाहिँ मैले देखिनँ है खास चाहिँ है। अब गाउन चाहिँ तपाईँको एउटा भनौँ न फेसनको हिसाबले चाहिँ होइन, र एउटा स्मार्टनेस, एउटा जुन हामीले क्राउन जुन गर्छौँ नि त्यसको लागि चाहिँ एउटा गाउन हुन्छ नै। त्यो मिस छ भने मिसको हिसाबले हुन्छ। अब म्यारिडसम्म त हामीलाई एकदम सिम्पल नै थियौँ, हामी त एकदम सिम्पल म्यारिडको हिसाबले नै थियौँ सबैजना। कतिले सिन्दुर पोते चुरा पनि लाएर नै त्यो गर्नुभएको थियो सो चाहिँ होइन। त्यसको लागि चाहिँ केही मलाई चाहिँ लागेन कि यो चाहिँ फिल्ड अलिकति हाम्रो संस्कृति र परम्पराबाट हटेर हामीलाई के छ। यसको मध्यबिन्दु चाहिँ के हुन सक्छ? अब एउटा त भयो कि अब मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउँदाखेरि यस्तो किसिमको पहिरन लाउनु पर्छ, एउटा एक किसिमले भन्यो भने अलिकति बाध्यात्मक परिस्थिति पनि छ होइन, त्यो जतिसुकै इन्कार गरे पनि होइन। तर अर्कोतर्फ चाहिँ मधेसी समुदायको आफ्नो पहिरन छ, आफ्नै किसिमको होइन, आफ्नो संस्कृति परम्परा छ भनेपछि दुवैलाई अब कसरी सँगसँगै लैजान सकिन्छ जसले गर्दा चाहिँ मिस नेपालमा चाहिँ मधेसी महिलाको पनि उपस्थिति राम्रो होस्? उपस्थिति छ, अहिले मधेसी महिलाहरूको धेरै उपस्थिति छ र त्यस्तो ऊ पनि छैन कि तपाईँले एकदम अङ्ग प्रदर्शन नै गरेर बस्नुपर्छ त्यहाँ मिस नेपालमा गएर चाहिँ। मिसेस नेपालमा त्यस्तो केही पनि छैन, सोच बाहिर देखिएको, त्यो बाहिर सोच मात्रै त्यस्तो देखिएको हो, भित्र केही पनि छैन है। आरामले तपाईँले एकदम कम्फर्टेबल तपाईँको आफ्नो संस्कृति झल्किने, जसरी मैले आफ्नो संस्कृति झल्किने गरेर मैले त्यहाँ देखाएको थिएँ, सो गरेको थिएँ भनेपछि त आफ्नो संस्कृति आफ्नो परम्परा छोडेर चाहिँ त्यो मोडेल होइन, त्यो आफ्नो भनौँ न एउटा त्यो आफ्नो नग्नता देखाएर चाहिँ म मोडेल हो भने चाहिँ त्यो चाहिँ मिल्दैन होइन। तपाईँले आफ्नो सभ्यता आफ्नो संस्कृति आफ्नो समाजको पुरा मान राखेर पनि तपाईँ त्यहाँ जानु सक्नुहुन्छ। मलाई चाहिँ आफूलाई लाग्यो। अब मापदण्डकै कुरा गर्ने हो भने मापदण्डभित्र त अब सौन्दर्यको कुरा भयो, हाइट भयो, लगायतका कुराहरू छन् होइन। सौन्दर्यको कुरा गर्दाखेरि सौन्दर्यको परिभाषा चाहिँ के भन्नुहुन्छ? सौन्दर्य प्रतियोगिता भनिन्छ होइन, सौन्दर्यको परिभाषा दिनु पर्दाखेरि के चाहिँ भन्नुहुन्छ? सौन्दर्य भनेको के चाहिँ? सौन्दर्य भनेपछि कतिपय त अब बाहिरी रूप होइन, एउटा त्यो हुन्छ होइन, तर बाहिरी भन्दा पनि अब दिमागी पनि एउटा मेन्टल पनि एकदम राम्रो एकदम तेजिलो हुनु पर्यो। ब्युटी विथ ब्रेन भन्छ नि, खास त्यो हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ।
सौन्दर्य भनेको भित्र आफू पहिला स्वस्थ हुनु पर्यो है, त्यसै पनि सौन्दर्य देखिहाल्छ तपाईँको बाहिरी रूपलाई पनि होइन, व्यवहारले पनि सौन्दर्यता देखाउन झल्काउन सकिन्छ। आफ्नो व्यवहारले, तपाईँको आफ्नो रूप रङले र एउटा त भनौँ न महिलाले पाएकै हो कि यो चाहिँ खास सौन्दर्य। भनेपछि यो फ्याक्टर चाहिँ त्यो प्रतियोगितामा सहभागिता जनाउनको लागि जुन बाहिरी रूपको कुरा जुन छ, रूप चाहिन्छ यो प्रतियोगितामा सहभागिता जनाउनको लागि? सौन्दर्य प्रतियोगिता नै रूप नै चाहिन्छ भन्ने छैन होइन, तर स्मार्टनेस चाहिन्छ, बोल्डनेस चाहिन्छ है, त्यति त चाहिन्छ। तर मापदण्डलाई प्रत्यक्ष या अप्रत्यक्ष रूपमा चाहिँ मापदण्डभित्र त यो पनि छनौट गर्दाखेरि यो पनि पारिएको जस्तो देखिन्छ नि होइन, रूप चाहिन्छ होइन, त्यो पनि देखिन्छ होइन। त्यस्तो रूप अब तपाईँ एकदम ऊ नै होइन, तपाईँमा अलिकति कटिङ होइन, तपाईँमा अलिकति फेस जरुरी छैन कि तपाईँमा एकदमै काली हुनुहुन्छ भन्दैमा तपाईँ नराम्री हुनुहुन्छ भन्ने मिल्दैन कि। काली भए पनि उसमा त्यो एउटा एट्र्याक्सन जुन हुन्छ नि, एट्र्याक्सन पावर जुन हुन्छ नि, त्यसले गर्दा पनि छनौट हुन्छ। सौन्दर्यको परिभाषा जुन विगतमा किसिमको होइन, त्यो चाहिँ परिवर्तन हुँदै गएको छ, धेरै परिवर्तन भएको छ। हजुर, अब मधेसी महिलाको कम उपस्थिति छ अहिले होइन यो क्षेत्रमा, नगण्य मात्रामा बढाउनको लागि चाहिँ के गर्नु पर्ला? ती महिलाहरू जो चाहिँ यो क्षेत्रमा आउन चाहन्छ तिनीहरूलाई के भन्नु? उनीहरूलाई एउटा राम्रो स्टेज, हजुर, एउटा राम्रो अर्गनाइजर र राम्रो एउटा सल्लाहकार, त्यो चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई। भनेपछि कहाँ जाने? मानौ अब कोही तयारी गर्न चाहन्छन् मधेसी महिला, कोही सहभागिता जनाऊ होइन, अब यो प्रतियोगितामा सहभागिता जनाऊ, यसको लागि कहाँ जानु पर्यो? यो चाहिँ यो प्रोग्राम अर्गनाइज गर्ने जुन हुनुहुन्छ नि हाम्रो, अब छोटका ब्रेक लड़ल छी, ब्रेक के बाद फिर दीपिका राय उपाध्याय संघ के बातचीत के क्रम जारी रहते। ब्रेक पछि कार्यक्रममा स्वागत छ। आज हामीसँग हुनुहुन्छ मिसेस ब्युटी क्वीन कि फर्स्ट रनर अप दीपिका राय उपाध्याय। दीपिकाजी, जस्तै मधेसी महिलाहरू, मधेसी युवतीहरू जो चाहिँ सौन्दर्य प्रतियोगितामा भाग लिन चाहन्छन् होइन, तिनीहरूलाई के सल्लाह दिनुहुन्छ? के गर्नु पर्यो? तयारी चाहिँ कस्तो गर्नु पर्यो? तयारी चाहिँ अब फर्स्ट त अब अलिकति फिगरहरूलाई पनि अलिकति मेन्टेन है, खानपिनलाई अलिकति, स्किनहरूलाई केयर र अलिकति बौद्धिक ज्ञान पनि हुन धेरै जरुरी छ। योहरू सबै त्यहाँ क्वेसनहरू सबै त्यहाँ गर्छ। बौद्धिक ज्ञानको तपाईले जुन कुरा गर्नुभयो त्यसमा भनेको एजुकेसन चाहिन्छ। एजुकेसन धेरै जरुरी पनि छ है यसमा चाहिँ, किनभने तपाईलाई क्वेसनहरू त्यहाँ सोद्धाखेरि हामीले एन्सर पर्फेक्ट दिन सक्नु पर्यो। तपाईले के क्वेसन सोधेको थियो? मलाई सोधिएको थियो क्वेसन भनेपछि विवाह भनेको के हो भनेर सोधिएको थियो है, र अर्को क्वेसन सोधिएको थियो नेपालको कानुनमा गर्भपतन कतिको मतलब सुरक्षित गर्भपतन कतिको आवश्यक छ र यसको मतलब भनौँ न अनि जेनरल नलेज चाहिँ हुनु, जेनरल नलेज चाहिँ एकदम जरुरी छ। अनि एजुकेसन भनेको एकाडेमिक क्वालिफिकेसन मात्रै आवश्यक छैन कि अन्य चाहिँ अन्य फिल्डबाट पनि तपाईलाई हुनु पर्यो कि हरेक फिल्डको जानकारी चाहिँ तपाईलाई अलिअलि भए पनि तपाईलाई हरेक फिल्डको जानकारी हुनु पर्यो। हजुर, भनेपछि तयारीको क्रममा कहाँ जाने त? कसरी चाहिँ अब भनौँ न, अब कसैले चाहिँ मनबाट लागिरहेको छ होइन यो क्षेत्रमा लाग्नु पर्यो, सौन्दर्य यो प्रतियोगितामा लाग्नु पर्यो, तपाईँले जसरी भन्नुभयो कि स्टेज छैन वास्तवमा छैन, यसको लागि काठमाडौँ नै जानुपर्ने आवश्यकता छ अहिलेको अवस्थामा होइन, भनेपछि स्टेज छैन, स्टेज त काठमाडौँमा छ, अब त्यहाँ जानु पर्यो। अब कसरी त्यसको चाहिँ बाटो चाहिँ देखाउनु पर्दाखेरि के भन्नुहुन्छ तपाईँले? यो प्रोग्राम अर्गनाइज गर्ने उहाँहरूसँग कन्सल्ट गर्नु पर्यो फर्स्ट है। त्यति पनि भएन भनेपछि अब जो यो फिल्डमा हुनुहुन्छ उहाँहरूसँग पनि यसो कन्सल्ट गरेर यसो कुरा चाहिँ बुझिराख्दा हुन्छ। अहिले त इन्टरनेटको जमाना छ होइन, त्यो सबैले सर्च गरेर पनि निकाल्न सक्नुहुन्छ। त्यसबाट नै जाँदा बढी राम्रो होला जस्तो लाग्छ मलाई, सबै कुरा बुझेर जाँदा चाहिँ। हजुर, हामी अन्य विषयमा पनि कुरा गर्छौँ। अब यो प्रतियोगितामा जो सहभागिता जनाउन चाहन्छन् यस्तो किसिमको प्रतियोगितामा तिनीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? उहाँहरूलाई म भन्छु एकदमै सबजना प्लिज मेरो मधेसबाट चाहिँ आउनु पर्यो। यो फिल्डमा धेरै कम छन् र धेरै राम्रो छ यो, धेरै तपाईँहरूको नाम हुन्छ, धेरै इज्जत छ, हरेक चिज छ, हरेक चिज तपाईँको भोलिको दिनमा मोडलिङ लाइनमा जान चाहनुहुन्छ भने क्यारियर छ
यसमा यो तपाईले यो विन गरेपछि तपाईलाई धेरै ठाउँबाट अफरहरू आउँछ कि त्यो अफरहरू तपाईले लिन सक्नुहुन्छ धेरै राम्रो छ मेरो हिसाबले चाहिँ तपाईहरु आउनुस् नै भन्छु म मधेसी परिवार र समाजलाई म के भन्छु प्लिज 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 उहाँहरूलाई चाहिँ सपोर्ट गर्नुस् जो अगाडि बढ्न चाहनुहुन्छ प्लिज उहाँलाई सपोर्ट गरिदिनुस् तपाईहरुको हात छ उहाँ स्योर अगाडि बढ्नुहुन्छ तपाईहरुको हात छैन उहाँहरु अगाडि कहिले बढ्न सक्नुहुन्न हजुर अब सौन्दर्य प्रतियोगिताको कुरा गर्ने हो भने विभिन्न क्षेत्रमा यस्तो किसिमको प्रतियोगिताहरू भइ नै रहेको छ क्षेत्रीय रूपमा जिल्लागत रूपमा हरेक जिल्ला काठमाडौँमा त झन् हुने नै भयो त्यहाँ अब जनकपुरको कुरा गर्ने हो भने यहाँ अहिलेसम्म त्यस्तो किसिमको प्रतियोगिता भएकै छैन भनेपछि तपाईँ यही जनकपुरकै हुनुहुन्छ अब यस्तो केही प्रतियोगिता होस् त्यस्तो केही सोच छ त्यसको लागि केही पहल गर्ने त्यस्तो केही छ मैले चाहिँ एकदमै त्यहाँबाट चाहिँ खास छैन मलाई यो क्वेसन पनि गरिएको थियो कि तपाईँ जनकपुरको लागि आइडल के भनेर जान्नुहुन्छ भनेर मलाई क्वेसन यो पनि गरिएको थियो अनि त्यो पनि तपाईँ अहिले जनकपुरबाट हुनुहुन्छ भन्दाखेरि जनकपुर भनेपछि हाम्रो एकदमै अलि अलग टाइपमै सोच्छन् कि जनकपुर भनेको चाहिँ बिहारसँग एट्याच छ भनेर भन्छन् कि बिहार हो भनेर सोच्छन् कि कतिले त जनकपुरलाई भन्ने बित्तिकै अनि तपाईँ के आइडल भएर जानुहुन्छ उहाँ त महिलाहरू त एकदमै पुरानो सोचको घुम्टो राग प्रथावाला हुनुहुन्छ भनेपछि तपाईँले उहाँको लागि के आइडल भएर जानुहुन्छ मेरो चाहिँ के छ भने चाहिँ उहाँहरूलाई पनि म यो फिल्डमा लिएर आउने उहाँहरूलाई पनि यो स्टेज दिने उहाँहरूमा धेरै प्रतिभाहरू लुकेको छ धेरै प्रतिभाहरू उहाँहरूमा लुकेर बसेको छ त्यो दबेर बसेको छ त्यो बाहिर निकाल्नुहोस् त्यही त अब स्टेजको कुरा जुन गर्नुभयो कि स्टेज भएन हैन कहाँ गएर त यो प्रतियोगितामा कसरी सहभागिता त्यो चाहिँ म चाहिँ गर्छु भनेर त्यो स्टेज निर्माणको कुरा जुन हुन्छ हैन त्यो एउटा प्लेटफर्म दिउँ हैन तपाईँ एउटा अगुवा भएपछि त अब लौ न जनकपुरमा गरौँ न त भन्ने त्यस्तो केही सोच छ त्यस्तो योजना एकदमै योजना मेरो एकदमै 100% नै छ कि म यो गरौँ नै र यहाँको महिलाहरूलाई पनि निकाल्नु यहाँको छोरीबेटीहरूलाई पनि अलिकति त्यस्तो ठाउँमा म लगेर जाउँ मलाई जस्तो कि हाम्रो मिसेस मिथिला गराउन पनि एकदम मन छ केही वर्ष अगाडि चाहिँ मिस तराई चाहिँ भएको थियो काठमाडौँमा हजुर तराई भन्दा त्यसपछि भएको छैन मलाई चाहिँ यहाँ जनकपुरमा चाहिँ हजुर मिस मिथिला चाहिँ मिसेस मिथिला यो चाहिँ प्रोग्राम गराउनु मन छ मलाई एकदमै है यसमा चाहिँ अब के गर्नुपर्छ कता जानुपर्छ कसरी के गर्नुपर्छ त्यसको चाहिँ पहल म गर्छु समुदायगत हिसाबले पनि भइरहेको छ हैन मिस किरात हैन मिस हरेक समुदायको हिसाबले भइरहेछ हामी चाहिँ किन पछाडी छौँ त्यही त हामी चाहिँ किन पछाडी हामी चाहिँ कस्तो भएपछि नि अरूलाई हेऱ्यो है ऊ अगाडि बढ्यो भने तर हामीले चाहिँ आफू चाहिँ अगाडि खुट्टा नचाल्ने कि हामी पनि अगाडि बढ्नु पर्यो कि म त्यो भन्न चाहन्छु कि अब सबैले फेरि तपाईँ हेरेका छन् नि हैन तपाईहरु त अगुवा भएपछि अब गरौँ न भनेर एकदमै स्योर म त एकदमै स्योर गर्छु नै भनेर भन्दैछु तर केही साथ चाहियो किनभने एक्लै सम्भव पनि छैन केही साथको म आवश्यकता छ मलाई म त्यो खोजी पनि रहेको छु र त्यो साथ पाउने बित्तिकै म स्योर 100% हाम्रो मिथिला मिसेस मिथिला र मिस मिथिला गराउँछु नै हजुर अबका योजना के छ अबको योजनामा चाहिँ मेरो त्यही छ कि म गरौँ र जनकपुरलाई एउटा नयाँ एउटा पहिचान दिउँ कि मेरो यो जनकपुर हो हजुर अब अलिक प्रसङ्ग बदलौँ तपाईँ ब्युटिसियन पनि हुनुहुन्छ हैन तपाईँ नेपाल ब्युटिसियन एसोसिएसनका केन्द्रीय सदस्य पनि हुनुहुन्छ हजुर के छ यो ब्युटिसियन यो क्षेत्रका समस्याहरू के छन् तपाईँ फेरि यतातिर पनि लाग्नु भएको छ यो चाहिँ कस्तो रहेछ एकातर्फ मोडलिङको कुरा छ फेरि अर्कोतर्फ फेरि तपाईँ ब्युटिसियन पनि हुनुहुन्छ कस्तो छ भने नि यो ब्युटिसियन भनेपछि नि अरूलाई हामीले राम्ररी बनाउने र महिलाहरूको लागि यो एकदमै सेफ र एकदमै राम्रो बिजनेस हो यो उहाँहरू घरमा बसी पनि आफ्नो परिवारको पालन पोषण गर्न सक्नुहुन्छ र 2 पैसा कमाउन सक्नुहुन्छ आफ्नो खुट्टामा उभिएर हजुर त्यही भएर म चाहिँ ब्युटिसियनको ट्रेनिङ पनि मेरो ट्रेनिङ क्लास पनि छ म ट्रेनिङ दिएर पनि यहाँ कतिजना मेरो उब्जाइ पनि सकेको छु मेरो जन्माइसकेको छु मेरो बच्चाहरू धेरैजना पनि छन् सन्तानहरू धेरै जन्माइसकेको छु मैले यहाँ मेरो ब्युटिसियनहरूले पार्लर खोलेर बसिरहेका छन् अनि मलाई खुसी लाग्छ कि यसरी महिला केही गरोस् मेरो चाहना छ कि महिलाले केही गरोस् महिला सशक्तिकरणको लागि पनि एउटा यो आयाम छ एकदमै राम्रो आयाम हो यो र पार्लर भन्ने बित्तिकै जुन एउटा विगतका केही दिनमा होला नकारात्मक सोच थियो पार्लरको प्रति तर त्यो होइन है त्यसो चाहिँ प्लिज त्यो चाहिँ दिमागबाट हटाउनु पर्यो ब्युटिसियन हो अर्कालाई राम्री बनाउने हो महिलाहरूलाई राम्री बनाउने हो अनि आफ्नो कमाइले आफ्नो खुट्टामा उभिएर आफ्नो फ्यामिली चलाउने पनि हो भनेपछि यस क्षेत्रमा लाग्न चाहिँ महिलाहरू कतिको आकर्षित छन् धेरै अहिले मैले हेरेको हिसाबले म विगत 11 वर्ष 12 वर्ष भइसक्यो मेरो यहाँ जनकपुरमा र 12 वर्ष अगाडिको
मेरो यहाँ जनकपुरमा गनेर औँलामा गनेर पार्लरहरू थियो भनेपछि अहिले औँलामा गनेर साध्यै छैन। अहिलेको स्टेजमा 11 वर्ष पछिको स्टेजमा यहाँ जनकपुरमै 450 पार्लर छ अहिले। त्यो मेरो लागि एकदम गर्वको कुरा हो। 11 वर्ष अगाडि गनेर 10 पार्लर थियो भनेपछि आज 450 पार्लर छ भनेपछि तपाईँ सोच्नुहोस् के नराम्रो भएर त पार्लर गरेर कमाएर खाइरहेछन् त महिलाहरू सुरक्षित आफूलाई फिल गरेर। हजुर अनि हजुर अर्को एउटा पाटो छ तपाईँको, एकातर्फ मोडलिङको कुरा, अर्को फेरि तपाईँ ब्युटिसियन पनि होइन। फेरि हालै जनकपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा तपाईँ उपाध्यक्षमा विजय पनि हुनुभयो होइन। अब यो कसरी यो एकातर्फ फेरि मोडलिङ क्षेत्र, अर्को फेरि व्यावसायिक क्षेत्र, फेरि अर्कोतर्फ फेरि व्यवसायको हक हितका लागि लड्ने संस्थाको चाहिँ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ तपाईँ, के चाहिँ हो यस्तो? मेरो चाहिँ एउटै सोच छ कि म महिलालाई कसै गरी पनि अगाडि बढाउँ, कसैको आशमा बाँच्न नलगाउँ, आफ्नो खुट्टामा उभिन लगाउँ। हजुर फेरि यतातिर आकर्षित चाहिँ कसरी हुनुभयो कि होइन अब नेतृत्वदायी भूमिकामा आउनु पर्यो भनेर? हजुर हजुर अब कस्तो भनेपछि अब उद्योग वाणिज्य सङ्घ त यो धेरै राम्रो होइन, यो व्यापारीहरूको लागि धेरै राम्रो। र मलाई कस्तो लाग्यो भनेपछि त्यहाँ म पुगेपछि सायद अझै थप मैले महिलाहरूको लागि जो उद्यमी गर्न चाहन्छन्, महिलाहरू जुन काम गर्न चाहन्छन् उनीहरूको लागि म अझै केही सहयोग गर्न सक्छु कि त्यो फिल्डमा पुगेर, त्यो प्रेरणा भएर म खास त्यहाँ पुगेको हो कि उहाँहरूको लागि सहयोगको लागि नै। के छ, के समस्या चाहिँ के पाउनुभयो तपाईँले कि महिला उद्यमीका जो जनकपुरमा जो महिला उद्यमीहरू छन्, जसरी तपाईँले ब्युटिसियनको कुरा गर्नुभयो, ब्युटिसियनहरू होला होइन, अन्य जो महिला उद्यमीहरू छन् कस्ता समस्या भोगिरहेका छन् उनीहरूले? कस्तो मलाई चाहिँ आफूलाई कस्तो लागिरहेछ भनेपछि एउटा नाम र एउटा कमाउन त कमाए होइन, तर एउटा जुन वे हुनुपर्छ नि त्यो वे चाहिँ पाइरहेको छैन जस्तो लाग्यो कि मलाई। एउटा वे नै छैन कि, एउटा आफ्नो स्टेटस हुनुपर्ने हो कि त्यो चाहिँ मैले देखिरहेको छैन कि। एउटा आफ्नो जसरी कि भनौँ न सिलाइ कटाइमै हुनुहुन्छ धेरैजना हुनुहुन्छ भने हाम्रो एकदम टप हुन्छ, मिथिला आर्टकै भनौँ न हाम्रो जनकपुरमा धेरै टप लेडिजहरू हुनुहुन्छ जुन आज एउटा ठाउँमा पुग्नु भने। त्यसै गरी म ब्युटिसियन फिल्डबाट पनि महिलाहरू अगाडि बढोस्, सिलाइ फिल्डबाट होस्, कहीँबाट होस्, तर महिलाहरू के त्यो ठाउँमा चाहिँ पुग्नु पर्यो कि खास। त्यहाँ चाहिँ बाधक हो त फेरि। हजुर एउटा अघिको कुरा भयो कि मोडलिङ क्षेत्रमा अब अलिकति खास भन्यो भने हाम्रो समाज नै भन्नु पर्ला है, मेरो विचारमा चाहिँ अलिकति। अब उद्यमी बन्न चाहिँ को बाधक त फेरि? उद्यमी बन्नलाई पनि खास भनेपछि समाज नै भन्नु पर्ला अलि है, कता है, कता फ्यामिली सपोर्ट पनि त्यति धेरै नभएर पनि होला। फ्यामिली सपोर्ट सायद भइदिएको भए उहाँहरूले अलिकति केही केही ठुलो सोच्नुहुन्थ्यो होला कि। हजुर अब उद्योग वाणिज्य सङ्घको तपाईँ त उपाध्यक्ष होइन, हजुर के छन् प्रतिबद्धता? हालै जित्नु भएछ तपाईँ, अब प्रतिबद्धता त अब जोइन गरौँ होइन, काम गर्दैछौँ अनि त्यसपछि भनौँला है अर्को मिटिङमा तपाईँलाई। अहिले त बल्ल मेरो पनि स्टार्टिङ नै फिल्ड हो यो चाहिँ खास होइन, उपाध्यक्षमा चाहिँ म पनि फर्स्ट नै अब निर्विरोध भएको हो। अब अगाडि हेर्दै जाउँ न, अब हामीले के गर्दै जान्छौँ। हजुर यो कार्य समितिमा पनि जम्मा 2 जना महिला? हजुर 2 जना मात्रै हामी महिला छौँ। कसरी पहुँच बढाउने के हरेक क्षेत्रमा त यस्तै देखिन्छ नि? हजुर बिस्तारै पहुँच बढ्दै जान्छ। आजभन्दा अगाडि थिएन महिला, हजुर अब महिला पुग्यो त्यो ठाउँमा, हरेक ठाउँमा महिला पुगि नै रहेछ नि त। हजुर गर्न सक्छ कि महिलाले। हजुर अब अन्त्यतिर पनि आइसकेका छौँ। हजुर मोडलिङ क्षेत्र भयो, त्यसपछि तपाईँको आफ्नो व्यावसायिक छँदैछ, फेरि उद्योग वाणिज्य सङ्घको जनकपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष हुनुहुन्छ। एकातर्फ मोडलिङ क्षेत्र, अर्कोतर्फ यो व्यावसायिक क्षेत्र, यो दुईटा मध्ये एउटा रोज्नु पर्यो भने के चाहिँ रोज्नुहुन्छ? यो चाहिँ अलिक गाह्रो क्वेसन भयो। दुईटै मध्येमा रोज्नु पर्दाखेरि चाहिँ जस्तै भन्नुभयो नि तपाईँले चलचित्रको अफर आयो भने सायद त्यता पनि जान सकिएला होइन, मोडलिङ क्षेत्रमा अन्य त्यस्तो अफर आयो भने गरिन्छ भनेर भनेपछि त्यस्तो रोजाइ कुन चाहिँ अलिकति धर्म सङ्कटमै पार्नुभयो मलाई चाहिँ। अब कस्तो कन्फ्युजन भयो कि खास, तर अब भन्नुपर्दा चाहिँ म मेरो चाहिँ व्यवसायतिर नै जान्छु, किनभने यो व्यवसाय मेरो जुन व्यवसाय छ मेरो ब्युटी पार्लर छ र ट्रेनिङ सेन्टर छ, र यो ट्रेनिङ सेन्टरले गर्दा चाहिँ मैले धेरैजनाको घर परिवारलाई सिकाएर एउटा भनौँ धेरै हेल्प पुर्याइरहेको छु, र एउटा यो मेरो सेवामूलक काम पनि हो। र मलाई लाग्छ कि म आफ्नो यो व्यवसाय गरेरै धेरैजनालाई आत्मसन्तुष्टि भनेपछि मेरो व्यवसायको लागि नै एकदमै र म त्यसलाई नै एकदम अगाडि पनि बढाउन चाहन्छु, र दुईटा मध्येमा चुज गर्नुपर्दा म आफ्नो व्यवसायलाई नै चुज गर्छु फर्स्ट है। हस् त धन्यवाद। दर्शकवृन्द, ओछलैत दीपिका राय उपाध्याय
मिसेज ब्यूटी क्वीन प्रतियोगिता के फर्स्ट रनर अप जो किसी दिन पहले काठमांडू भेल चले तैमें वो फर्स्ट रनर अप में विजय प्राप्त करने चले। तहिना वो नेपाल उद्योग वाणिज्य संघ के उपाध्यक्ष जनकपुर उद्योग वाणिज्य संघ के उपाध्यक्ष सेवा छैत ताई हुनक जे यात्रा छै सौंदर्य प्रतियोगिता के सहित के व्यावसायिक यात्रा एही विषय में बातचीत करे छलिए। बेस त नमस्कार।